आमा सेवारो भन्दा अब म लिम्बू कुरा बोलिजान्छु होला। नमस्कार छ। हजुर आमा तपाईँको हुन्छ समस्या के दाँतको कतिवटा फ्याँक्नु भनेको थियो र दुध पानी गर्ने छट्लङ्गै भन्नु ल आमा सबैलाई। दुध पानी छट्लङ्गै भन्छु। मेरो दाँत 13वटा फाल्नु पर्ने भयो है। हजुर फाल्नु अस्पतालमा कुन अस्पतालमा भन्दा धरान डेन्टल अस्पतालमा त्यहाँनिर फाल्नु पर्छ नि भन्यो। अन्त म त कति उता त्यता के गर्दा पनि ठिक भएन, औषधि खाँदा पनि ठिक भएन, धामीदार लाउँदा पनि ठिक भएन। एकदम यिनीहरू सुनेर अलिक गालहरू सबै सुन्नु थाल्यो। जति त्यो अस्पतालको औषधिले पनि ठिक पारेन होइन। म कति अस्पतालको औषधि त्यो मलममा कति रिस उठेर फालेँ, किनेँ महँगो। अन्त आखिरी अन्तिममा यो हाम्रो भाइले यहाँ भीम भाइले मलाई कहाँदेखि पनि हामी टाढो छौँ है। फेरि माथि गाउँमा म त धरान हिँड्नै। अन्त सबै कहाँदेखि भानार माथि पुगेछौ। मेरो शङ्कर बिमारी यस्तो लाग्यो, यस्तो भयो को छ भन्दा त अब अरूले कसैले थाहा थिएन हामी। अन्त यो भाइले पो भाउजू भाइ त्यस्तो भयो भने नखाऊ, दाँत नउखाल्नु, सबैले दाँत नउखाल्नु भन्यो। मेरो नाताको उता दुनियाँले दाँत नउखाल्नु, जे भएको औषधिहरू खाँदै गर्नु भन्यो होइन। जति भएको औषधि खाइसक्यो, थुप्रो भइसक्यो मलाई। मर्ने बेला नै मर्नु त रुनु पनि नआउने, हाँस्नु नआउने। अब कति साल दुखेको। अन्तिममा यो भीम भाइले मलाई यहाँ भाइलेको भन्नुभयो, भाउजू म एउटा औषधि म ल्याइदिन्छु, तपाईँले नउखाल्नु दाँत, त्यहाँ विचार गर्नु। अन्त मात्रै पछाडि भएन भने मात्रै उखाल्नु। म यो भाइले ल्याइदियो मलाई यो औषधि। अन्त म त नपत्याएँ, कति लाउँदा त भएन, यो लाउँदा के हुन्थ्यो भनेर दिएको दिनै मैले लाएँ यो औषधि मेरा दाँतमा। लाउँदा यो मन्जन हजुर। अन्त लाएर त सारा कति त्यो दुख्ने पनि आफै सन्चो भएको त्यही दिनै शीतल भयो होइन। अन्त यो मैले के भन्नुभयो, 3 चोटि 2 चोटि लाऊ, मुखभित्र निली पठाउँदा पनि केही पनि हुन्न, बाहिर थुक्दा पनि ठिकै छ, घिन लाग्छ भने बाहिर फाल्नु, नभए भित्र निल्दा पनि केही पनि हुन्न भाउजू भनेर भन्नुभयो।